वेलकम ब्याक टु मिनी ब्लग। सो आज चाहिँ म यहाँ रानी पोखरीमा छु। सो आज चाहिँ मसँग आएको छ मेरो साथी अर्पिता बगाले। सो ऊ चाहिँ क्लास 6 को हो अनि हामी बिहान चाहिँ यहाँ रानी पोखरी घुम्न आएको के। रानी पोखरीमा टिकट चाहिँ 20 रुपियाँ अरे के। हामीले टिकट नि किनेर नि यहाँ आइसकेको छु। अनि रानी पोखरीको नजारा यस्तो राम्रो छ क्या। अहिले चाहिँ यहाँ चाहिँ अर्पिता छ कि कालो देखिसक्यो। मन्दिर छ अनि हामी चाहिँ अब चिल्ड्रेन ग्राउन्ड जान लाग्छौँ। गाइस हामीसँग लाबु पनि छ कि एउटा ठुलो लाबुबु हरद जाने त भित्र जाने। यो चाहिँ मन्दिर देखाइदिन्छ। हामी मन्दिरमा छिर्नै मिल्दैन गाइस। अब हाम्रो एकछिन अबसम्म थाहा लाग्यो। सो यो चाहिँ मन्दिर हो। यहाँ चाहिँ अर्पिता छ अनि यस्तो छ नजारा नि। अनि त्यहाँ चाहिँ चिल्ड्रेन पार्क छ। हामी चाहिँ यहाँ बस्न लाग्छौँ। कस्तो थाक्यो अहिले भर्खर घरबाट निस्केको थाक्नै थालिहाल्छ। हामी त घर नि नजिकै छ, टाढो छैन। अर्पिता अनि के भन्ने अब मैले त भन्न हाई होला न। हाई गाइस। सो चाहिँ खेल्दैछ अनि हामीले उसमा जान लाग्यो चिल्ड्रेन ग्राउन्डमा। यहाँ मन्दिर छ। यो मन्दिरलाई घन्टी बजाउँछ। घन्टी चाहिँ अहिले हामी पछि बजाउँछु लास्टमा। भित्र जानेर यतिकै देखाउँदैन। यस्तो झार छ यहाँ, झाडी छ, गाईहरू मान्छेहरू छ, त्यो माछाहरू छ, यतिकै देखाइदियो। सो गाईहरू चाहिँ मान्छे छ, झाडी पनि छ यहाँ। सो हामी चाहिँ उता जान्छ है गाइस। हाम्रो यताबाट जाउँ न, यताबाट जाऊँ पहिला। यो चाहिँ के हो थाहा छैन, तर यहाँ चाहिँ एउटा पिकनिक सर्ट हो यो। खाना ल्याउन सकिन्छ यहाँ। अनि यो चाहिँ मूर्ति, एउटा केसको मूर्ति हो अरे। यो चाहिँ पूजा गर्ने मूर्ति हो। यहाँ धारा पानीको चल्छ क्या। चल्छ र चल्दैन गाइस यो पानी। पुरै बनाएर भ्याइसी चाहिँ राख्छ होला। यहाँ नि मूर्ति छ एउटा सर्पको मूर्ति। अब बढाइसकेपछि मन्दिर है मन्दिर। सो यो चाहिँ ट्री। यहाँ हामीले गाईहरू होइन, यहाँ अम्बा फल्छ कि होइन। अम्बा हामीले यहाँ अम्बा कति खान्थ्यो कि। यो अम्बाको रुख हो है गाई चाहिँ अम्बाको रुख हो। हजुर लाग्छ होला अम्बाको रुख होइन भनेर। अम्बाकै रुख हो कि गाई चाहिँ अम्बाकै रुख हो। हजुरहरूले भन्नुभयो होला अम्बाको रुख होइन होला भनेर। यो खास गरी अम्बाकै रुख हो क्या। अहिले अम्बा फलेको पनि छैन है गाई। त्यहाँदेखि टिपेर सुने। हजुर यहाँ मूर्ति छ अनि यहाँ एउटा ट्री छ। यो चाहिँ केसको बोट हो रे? यो केसको होला क्या? रात धतुरो पनि हुनसक्छ। धतुरो पनि हेर्न गाइजहरू काँटा देखाएन। काँटा काँटा देखाएन। काँटा अनि यहाँ चाहिँ यस्तो नजारा छ नि। यहाँ डस्टबिन बस्ने एकछिन बसौँ है गाइस। मैले यस्तो सुज ल्याएको छु, लङ्गेस्ट सुज। अर्पिताले नि सुज ल्याएको क्रक्स सुज। यो चाहिँ यस्तो छ। अनि ब्याग देखाइदियो। ब्याग छ मसँग। उसको ड्रेस अनि उसको खास गरी यो चाहिँ त्यसको हो। त्यसले लागेको चाहिँ मेरो हो, तर हामीले एक्सचेन्ज गरेको। ल बिहान देखाइदिएन। अनि यस्तो चाहिँ ब्याग लिन्छु अनि लाबुले चाहिँ। अनि यहाँ पैसा राख्ने पर्स पनि छ। अनि यो जगर्स अनि हामीले ब्रेसलेट, बेस्ट फ्रेन्ड ब्रेसलेट। यसको मेरो चाहिँ कुर्मी हो अनि यसको चाहिँ कुर्मीको साथी। यस्तो रुखहरू हो।
टोइलेट यु सच ब्याड टोइलेट त्यो चाहिँ नरह एउटा सानो नर त्यो नरै होइन पिपलको रुख हो क्या पिपलको रुख ओ माई गड हामी तल चढ्दैछौँ अब हामी माथि पुग्यो आधी मात्रै बनाएर देखाएको उताको राम्रो देखेँ नि यताको खराब छ है यहाँ एउटा मूर्ति हो केसको गाछ यहाँ पनि बस्ने ठाउँ है धेरै जस्तो बस्ने ठाउँै हो क्या यहाँ रुगाला छ है नजारा लुकेट बोट धारा छ कि धारा धारा पानी चल्दैन मूर्ति रुख यहाँ पनि हो पार्टी पिकनिकको पार्टी गर्ने ठाउँ अनि यहाँ यो चाहिँ थाहा छैन अर्पिता यो चाहिँ के होला अनि यो चाहिँ एउटा ट्री अनि मूर्ति अनि यो चाहिँ पिपलको रुख ओ माई गड सच अ बिग रुख अनि त्यहाँ नि छ पार्टी गर्ने पिकनिक पार्टी गर्ने अनि उहाँ चाहिँ उस हामी पहिला त्यहाँ गर्ने भयो नि त पार्टी हामीले यहाँ माथि गरेको सबै सफा गरेको थियो अहिले त हाल के कस्तो भयो कि गाइस एक्जामको बेला गरेको हामीले है कस्तो मजा थियो अनि यहाँ एउटा रुख छ अनि हामी चाहिँ फटफट चढ्दै गोल खालके फटफट चढ हाम्रो साथीहरूले प्लान गरेर यस्तो हेर्नु मैला भए हामीले यस्तो सफा गरेर दुईजना मात्रै किन आएको भन्दाखेरि कसलाई नै आउनै दिएन अनि अरूहरू चाहिँ यताउता अर्कै ठाउँमा अब एक्जाम नि भ्याइसक्यो हिजो भर्खर भ्याएको गाइज अनि हामी चाहिँ एक्जाम खतम अनि समय खतम हो गया भनेर अनि यो चाहिँ के हो यस्तो धारे हो त ट्याप म गाइजहरू ब्लग बनाउँछु यस्तो छ क्या भ्यू फेरि अनि यस्तो छ भ्यू मूर्ति छ कि गाइज मूर्ति हो के यस यो चाहिँ रहेको छ रुख त फेरि गाइजहरू यहाँ प्योर अक्सिजन पाउनुहुन्छ नि फेरि तपाईँहरूले नट पाइँदै हामी चाहिँ अक्सिजन फेर्नु अब हामी हजुर टोइलेट भित्र नि देखान्छ है टोइलेट चाहिँ यो चाहिँ टोइलेट हो यो टोइलेट हो हामी जान्न नि भित्र अहिले त्यो नहर त खुल्ला थियो नि त नहर गाइज अहिले त बन्द भएको कि त यहाँ चाहिँ खुल्ला आइदियो यु सच ब्याड सर्पाहरू नि छोड्यो नि त यहाँ हो यो बन्द थियो फेरि खुल्ला गरेको फेरि बन्द गरे यो रुख भगेनाको अनि यो चाहिँ यहाँ पनि बस्ने ठाउँ डस्टबिन फुल यस्तो राम्रो हात्ती गर्ने हात्ती अनि यहाँ डस्टबिन राख्ने डस्टबिन छ इन्भिजिबल डस्टबिन अनि यो चाहिँ टेबल पनि छ बस्नु थाग्यो सामानहरू नै राख्नु मिल्छ धेरै जस्तो चाहिँ यो चाहिँ ब्याडमिन्टन खेल्ने ठाउँ अनि यो चाहिँ मूर्ति त धेरै छ यहाँभित्र नि अनि यो नि धारै हो यहाँ त केही छैन यसमा त ऊ चाहिँ उहाँ पुगिसक्यो अझै हामी रानी पोखरीको कहाँ पुगिसक्यो अब आयो हामी एक्सर्साइज गर्ने ठाउँमा यहाँ चाहिँ अहिले मान्छेहरू आएको छैन बेलुकातिर आउँछ है यो चाहिँ कसरी खेल्ने देखाइदिन्छ है हामी चाहिँ यसको भित्र जान्छ है गाइस ट्राभलिङ वाउ सच अ बिग यस्तो राम्रो नजारा छ कि ब्याडमिन्टन कक पनि हो यहाँ त उही थाहा यार कक पनि छ यस्तो राम्रो नजारा हो त्यो बस्ने ठाउँ क्या बस्ने ठाउँ अब यो चाहिँ उसले बन्द गर्छ अनि यो कसरी खेलियो थाहा छ तपाईँलाई
यो चाहिँ खेल्ने यहाँ खुट्टा राख्ने मैले चाहिँ अहिले बिना हातको गरेँ है गाइस सरी अब अर्पिताले चलाए त्यहाँ हुन्छ क्या त्यसरी हो तर हाम्रो एटिट्युडले गर्दा यसरी यो पनि गाइस यसरी बस्ने अनि यसरी एक्सर्साइज गर्ने थाके अब हजुर रनिङ देखाउँछु क्या रनिङ गर्ने सो रनिङ गर्ने देखाउँछ हामी चाहिँ अब जति तैँले बेसरी घुमाउँछस् त्यो मैले घुमाएँ भने ऊ चाहिँ घुर्र घुम्छ कि होइन त घुमा न सो ल म यसलाई काप पुऱ्याइदिन्छु है ल एउटा त्यो कतरी घुमे धन्दै नलडे यसरी खास गरी यो चाहिँ अटोमेटिक हुनुपर्ने हो तर यो आफ्नै म्याजिकमा गर्छ के एकदम अनि यहाँ हेर्नु त काठ राखेँ कि काठ पोता हेर्न बस्छु यहाँ मन थाहा गाइस यो चाहिँ ट्याङ्की अनि यो चाहिँ बस्ने यस्तरी गरी एक्सर्साइज यस्तरी खुट्टा राख्ने के थाहा ऊ चाहिँ आउने रे यस्तरी गरेर यस्तरी जोड लगाएको है इसा अब उसले गर्छ है त अनि यो चाहिँ के हो थाहा छैन तर यो चाहिँ पुसअप गर्ने के अनि यो नि एक्सर्साइज गर्ने यो चाहिँ सर घुम्ने चाहिँ कस्तो यो चाहिँ बिग्रे अनि यो चाहिँ ल त मजा आउँछ यस्तो गर्दा यहाँ चाहिँ बस्न मिल्छ होइन नजारा बसेर पानी पहिला चाहिँ यो पानी एकदम नराम्रो थियो अहिले चाहिँ एकदम राम्रो भएन हुन्छ गाइजहरू कस्तो राम्रो देखियो नि भ्यू अनि हामी चाहिँ मन्दिरमा किन गएनौँ भन्दाखेरि त्यहाँ बन्द छ नि त अनि त्यहाँ मन्दिरमा के भन्छ अरे एकछिन पछि गर्छु भनेको बिर्सेर क्या त्यही भएर ओ त्यहाँ घुम्न नि मिल्छ क्या हेर्नु अनि यस्तै छ यो मिलाई खेलिरहेको छ यही हो अब हाम्रो अझै अब हामी त्यहाँबाट आएको अनि यहाँ यस्तरी घुमेर अब यहाँबाट माथि जाने अब हामी यस्तरी घुमेर है यस्तरी घुमेर हामी चप्पटै खाएको नि देखाउँछ क्या हामी चप्पटै खाने अब हामीसँग मनी छ ऊ त्यहाँ टपमा अब जाऊँ म चाहिँ भ्लग गर्ने हो अब चाहिँ यसलाई चाहिँ म देखाउने हामी गाइजहरू सुज यस्तो छ यिनीहरूको त्यस्तो छ मैला लाबुबु छ जाऊँ हामी चाहिँ जान लागेको छौँ गाइस टाउरेको छ म नि टाउरिन्छु